आज हामी कुरा गर्नेछौँ एसआइपीको विषयमा। एसआइपी भनेको के हो, एसआइपीले कसरी काम गर्छ, नेपालमा एसआइपीमा राम्रो रिटर्न्स दिने कुन ब्याङ्कहरू छन्, होइन, यो सम्बन्धी थोरै कुरा गर्नेछौँ। पहिलो कुरा त एसआइपी भनेको सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान, नेपालीमा भन्दाखेरि क्रमबद्ध लगानी योजना भनिन्छ। र यदि नेपालमै बसेर थोरै पैसाबाट सुरक्षित राम्रो आम्दानी दिने ठाउँमा लगानी गर्न चाहनुहुन्छ भने एसआइपी भनेको एउटा बेस्ट अपर्च्युनिटी हो। अब त्यसपछि पहिले एसआइपी भनेको के हो, त्यसलाई त्यो बुझौँ। एसआइपी भनेको नेपालमा धेरैजसो म्युचुअल फन्डहरू बाहिर आउँछन्। साधारणतया म्युचुअल फन्डमा एकैपटक धेरै रकम लगानी गर्नुपर्छ, तर एसआइपी मार्फत तपाईँले हरेक महिना अथवा 3 महिनामा त्रैमासिक रूपले एक निश्चित सानो रकम, जस्तै 1000बाट, जस्तै 1000 भनौँ, 1000 निरन्तर रूपमा लगानी गर्न सक्नुहुन्छ। 1000, 5000, 10,000 आफ्नो कमाइ कति छ त्यही किसिमले लगानी गर्न सक्नुहुन्छ। यसमा नेपालमा एसआइपीका मुख्य फाइदाहरू के छ त, यसलाई पनि विचारेर। पहिलो कुरा त हाम्रो आम्दानी थोरै हुन्छ नेपालमा, लगभग एभरेजमा 25-30 हजारकै लगानी हुने गर्छ र धेरै रकम हामीले लगानी गर्न सक्दैनौँ। त्यसैले थोरै रकमबाट सुरुवात गर्न सक्छौँ, लो इन्ट्री ब्यारियर भन्छ। हामीले मासिक न्यूनतम 1000बाट नै लगानी सुरु गर्न सकिन्छ। त्यसको लागि ठुलो आवश्यक पुँजी भने पर्दैन। र ब्याजमाथि ब्याजको जादु, पावर अफ कम्पाउन्डिङ इन्ट्रेस्ट हुन्छ। हामीले कमाएको नाफाको लाभांश जुन इन्ट्रेस्ट हुन्छ त्यो पुनः लगानी हुने भएकाले यसमा भविष्यमा ठुलो पुँजी निर्माण गर्छ। त्यसै गरी बजारको जोखिम न्यूनीकरण गर्छ। यसलाई रुपी कस्ट एभरेजिङ भन्छ र सधैँ बजार घटबड भइरहन्छ। सेयर बजार भनेको घटबड भइरहने चिज हो। बजार महँगो हुँदा कम युनिट र सस्तो हुँदा बढी युनिट खरिद हुने हुनाले औसत लगानीको लागत भने घट्न जान्छ। तपाईँले बजार घट्यो या बढ्यो भनेर यसमा कुनै पनि चिन्ता गर्नु पर्दैन। र अर्को कुरा छ फ्लेक्सिबिलिटी, लचिलो। किन लचिलो छ भन्दाखेरि हामीले आवश्यक परेको खण्डमा आफ्नो लगानी सजिलै फिर्ता गर्न सक्छौँ, केही समयका लागि लगानी रोक्न पनि सक्छौँ। त्यही भएर जुन हाम्रो एसआइपी छ यो लचिलो पनि छ। अर्को कुरा पेसागत व्यवस्थापन, प्रोफेसनल म्यानेजमेन्ट गर्न सकिन्छ। तपाईँको पैसा कुनै बजारका अनुभवी र विज्ञ व्यक्तिलाई म्यानेजरको हातमा दिएर विभिन्न सेयर तथा ऋणपत्रमा उनीहरूले लगानी गरिदिन्छन्। यसका मुख्य फाइदाहरू भनेका यो छन्। अहिले नेपालमा कुन एसआइपीहरू धेरै चलेका छन् त, यो जानकारी जान्ने कुरा गरौँ। नेपालमा मर्चेन्ट ब्याङ्कहरूले खुला रूपमा यो एसआइपी सेवा प्रदान गरिरहेका छन्। एनआइबिएल छ, अर्को नेभल इन्भेस्टमेन्टको नेभल फ्लेक्सी क्याप फन्ड भन्ने छ। त्यसै गरी सिद्धार्थ क्यापिटल, यो चाहिँ लामो भयो, धेरै लामो समय गरिरहेको छ, 5-6 वर्षै सकेर। सिद्धार्थ सिस्टमेटिक इन्भेस्टमेन्ट सिम भन्ने छ। त्यसरी एनआइसी एसियाले पनि गरिरहेको छ, माछा पुछ्रे। अहिले धेरै आइसकेका छन्। पहिला एउटा चार्ट नै देखाइदिनेछु, यसको चार्टमै देखाइदिनेछु। त्यही भएर चार्ट यस प्रकार छ। अब नेपालमा एसआइपी कसरी सुरु गर्ने त, नेपालमा एसआइपी सुरु गर्ने प्रक्रिया के छ त, यो सम्बन्धी जनाउँ। पहिलो कुरा त डिम्याट खाता खोल्नुपर्छ। यदि कुनै पनि डिम्याट खाता छैन भने चाहिँ गर्न सकिँदैन। डिम्याट खाता खोल्ने अनि मेरो सेयरको खाता खोल्ने। दोस्रोमा आफ्नो क्यापिटललाई चाहिँ छनौट गर्ने। आफ्नो क्यापिटललाई कति छ, आफ्नो क्यापिटल कति आफूले त्यसमा इन्भेस्ट गर्न सक्छौँ त्यो चाहिँ चुज गरेर, अनि कुन चाहिँ म्युचुअल फन्डले राम्रो पर्फर्मेन्स गरेर आएको छ एउटा क्यापिटलको वेबसाइटमा गएर त्यो चाहिँ
आफूले राम्रोसँग त्यसको अध्ययन गर्ने। र अर्को कुरा एसआइपी रेजिस्ट्रेसन गर्ने। एसआइपी रेजिस्ट्रेसन क्यापिटलको वेबसाइटमा गएर एसआइपी रेजिस्ट्रेसन गरेर एप्लाई एसआइपी भन्ने ठाउँ दिइरहेको हुन्छ, त्यहाँ गएर क्लिक गरेर आफ्नो व्यक्तिगत विवरण, डिम्याट नम्बर, ब्याङ्कको खाता नम्बर सबै भर्ने र भुक्तानी तरिका र रकम रोज्ने। अब तपाईँले कति लगानी गर्ने त? महिनाको कति लगानी गर्ने? 1000, 2000, 5000, 8000, 10,000 जति तपाईँको इन्कम छ र जति तपाईँको सेभिङ हुन्छ त्यसको केही प्रतिशत लगानी गर्ने र महिनाको कति महिनाको कति गते, 10 गते, 15 गते, 20 गते, कति गते छ त्यो चाहिँ फिक्स गर्ने। र कुरा छ ब्याङ्क म्यान्डेट सेट गर्ने। ब्याङ्क म्यान्डेट चाहिँ आइपिएस र मोबाइल ब्याङ्किङबाट यी म्यान्डेट सेट गर्न सक्नुहुन्छ र यसले गर्दा महिनाको तोकिएको पैसा तपाईँको ब्याङ्कबाट आफै काटिएर जान्छ, आफै काटिएर एसआइपीमा आफै लगानी हुन्छ। त्यो तपाईँले टाइममा यसमा डिपोजिट गर्नु पर्दैन। त्यसैले सेयर बजार जस्तै म्युचुअल फन्डमा पनि बजारको उतार चढावको अनुसार जोखिम हुन्छ। त्यसैले कम्तीमा 5 देखि 10 वर्षको लागि एसआइपी भनेकै दीर्घकालीन लगानीको लागि, दीर्घकालीन कमाइको लागि हामीले लगानी गर्ने एउटा मेथड हो। त्यसैले जुनमा अब 12% 15%सम्म सेयर राम्रो भएको बेला, सेयर बजार राम्रो भएको बेला प्रतिफल पाउन सकिन्छ। त्यही भएर पहिला त सेयर बजारको बारेमा थोरै जानेर त्यसको बारेमा थोरै सिकेर मात्रै हामीले सेयर बजारमा, सेयर बजार भन्दा पनि एसआइपीमा, सेयर बजार त विभिन्न कुराहरू सेयर बजारमा आउने गर्छन्, एसआइपीमा त्यसको थोरै अध्ययन गरेर त्यसमा आफ्नो कुन क्याप्समा ब्याङ्कमा एसआइपी गर्ने, त्यो बुझेर कसको रिटर्न राम्रो छ त्यो बुझेर मात्रै एसआइपी गर्दा राम्रो हुन्छ। त्यसको बारेमा म फेरि भिडियो बनाउनेछु। च्यानललाई सब्सक्राइब र लाइक गर्नुहोला। हस्त धन्यवाद। तपाईँको दिन शुभ रहोस्।